नोकियाको किप्याड वाला फोन दुईवटा कुराको लागि फेमस थियो, बुलेट प्रुफ ड्युरेबिलिटी र हप्तैसम्म चल्ने ब्याट्री। तर यो कुरा कमैलाई थाहा छ कि नोकियाको ब्याट्री बनाउने कम्पनी आज वर्ल्डकै ठुलो इलेक्ट्रिक कार मेकर कम्पनी बनिसक्यो। A BYD car. BYD. स्पोर्टी ड्याशबोर्ड भन्छन् क्या यङ जेनेरेसनले। आजको डेटमा ईभी मार्केटमा BYD को यस्तो नाम भइसक्यो कि ईभी इन्डस्ट्रीको किङ मानिने टेस्ला आज BYD भन्दा पछाडि परिसकेको छ। त्यसरी नेपालमा BYD को क्रेज र सेल्स भइरहेको छ। BYD ले नेपाली अटो मार्केट क्याप्चर गरिसक्यो। 4500 वटा गाडी, आज कतिवटा BYD गाडी गुडिरहेछ यो देशमा? Around 4500, yes, around 4500, 4600 vehicle on the road. BYD भन्दा अगाडि वाङ फुल्ली रिचार्जेबल ब्याट्री नै बनाउँदै आइरहेको थिए, तर वाङलाई थाहा थियो कि पेट्रोल सकिए पनि ब्याट्रीको युजै सकिँदैन भनेर। त्यहीबाट सुरु हुन्छ BYD को स्टोरी। 2003 मा BYD ले अटोमोबिलको लागि ब्याट्री बनाउनेबाट शिफ्ट भएर आफै अटोमोबिल बनाउन सुरु गर्यो र 2003 मा BYD ले पहिलो कार F3 लन्च गर्यो। F3 एउटा कम्प्याक्ट सेडान थियो, तर इलेक्ट्रिक कार थिएन। सस्तो र इफिसिएन्ट भएर चाइनामा एकदमै सक्सेसफुल पनि भयो। त्यसपछि BYD ले पहिलो हाइब्रिड कार F3DM लन्च गर्यो। त्यहीदेखि BYD ले इलेक्ट्रिक कारतिर शिफ्ट हुन थाल्यो। पछि 2010 मा BYD ले फुल इलेक्ट्रिक E6 लन्च गर्यो, जुन इन्स्ट्यान्ट हिट पनि भयो। त्यही BYD ले कहिले पछि हेर्नु परेन। जुन हिसाबले BYD को ग्रोथ भइरहेको थियो त्यो देखेर अमेरिकन बिलियनियर बिजनेसम्यान वारेन बफेटले कम्पनीमा निकै ठुलो इन्भेस्टमेन्ट गरे। तर BYD को सबैभन्दा ठुलो गेम चेन्जर यसको ब्याट्री थियो, ब्लेड ब्याट्री। नाम ब्लेड राखिनुको पछाडिको कारण यसको पातलो, लामो र कम्प्याक्ट डिजाइन हो। आज BYD Atto 3, डल्फिन, सिल जस्ता गाडीहरू ब्लेड ब्याट्री युज भएका छन्। टेस्ला लगायत अन्य कम्पनीहरूले पनि यसलाई अपनाउँदैछन्। ब्लेड ब्याट्रीले नेल पेनिट्रेसन टेस्ट पास गरेको ईभी ब्याट्री हो, जुन आगो लागि नहुने एकमात्र ब्याट्री हो। BYD अरू गाडीहरू भन्दा सस्तो पनि छ। BYD आफ्नो कारको म्याक्सिमम पार्ट आफै म्यानुफ्याक्चर गर्छ। BYD आफ्नो गाडीमा लाग्ने सबै पार्टहरू आफै बनाउने, पार्ट्सको लागि अरू म्यानुफ्याक्चरहरूमा डिपेन्ड नहुने भएर गाडीहरू एकदमै सस्तोमा पनि बेचिरहेका छन्। 2024 को सेल्स हेर्ने हो भने पनि BYD ले 42 लाख इलेक्ट्रिक भेहिकल बेचेको थियो। BYD अहिले 70 भन्दा बढी कन्ट्रीमा गुडिरहेको छ। वर्ल्डको सबैभन्दा टप ईभी मेकर कम्पनी बनिसक्यो। BYD को जेन प्लान मात्र हेर्ने हो भने त्यहाँ 4 वटा एसेम्बली लाइन छन्, जसले डेली 4000 देखि 4400 गाडी प्रोड्युस गर्छ। चाइनाका अन्य प्रोडक्सन सेन्टरहरू जोड्दा BYD ले 2023 मा मात्र 30 लाख भन्दा बढी गाडी प्रोड्युस गर्यो। BYD आज 70 देशहरूमा बिक्री भइरहेको छ। अमेरिका, युरोप, एसिया, अफ्रिका BYD हर ठाउँमा छ। चाइनिज सीमाबाट बाहिर निस्केर अब इन्डोनेसिया, मेक्सिको, ब्राजिल, टर्की, पाकिस्तान जस्ता देशहरूमा पनि BYD का कारहरू म्यानुफ्याक्चर भइरहेका छन्। 2024 मा BYD ले टेस्लालाई उछिन्दै विश्वकै सबैभन्दा धेरै इलेक्ट्रिक कार बेच्ने कम्पनी बन्यो। साइमेक्स नेपालमा BYD को अफिसियल डिस्ट्रिब्युटर र डिलर हो। नेपालमा ईभी कारहरूको आगमन दिनदिनै तीव्र गतिमा बढिरहेको छ। हरेक दिन कुनै न कुनै नयाँ ब्रान्डको इलेक्ट्रिक कार लन्च गरिरहेको छ। एडभान्स टेक्नोलोजी, न्यू फिचर, एट्र्याक्टिभ डिजाइन भएको ईभी कारहरू भित्रिँदै छन्। तर पनि यति ठुलो कम्पिटिसन बीच पनि BYD ले आफ्नो आइडेन्टिटी गहिरो रूपमा इस्टाब्लिश गरिसकेको छ। अहिले नेपाली बाटोमा 7000 भन्दा बढी BYD का कारहरू गुडिरहेका छन्। देशभर 12 वटा शोरूम र 9 वटा सर्भिस सेन्टर सञ्चालन गर्दै BYD ले नेपालको अग्रिम ईभी ब्रान्ड मध्ये आफूलाई सुरक्षित राख्न सफल भएको छ। नेपाली अटो मार्केटलाई दुईवटा कुराले हेरौं, कस्ट सेन्सिटिभ र भ्यालु फर मनी हो। यही दुईवटा कुरामा BYD सबैभन्दा अगाडि छ। BYD को ग्राउन्ड ब्रेकिङ ब्लेड ब्याट्रीबाट र ग्लोबल ग्रोथको स्ट्रेटेजिक प्लानबाट BYD ले अटोमोटिभ इन्डस्ट्रीमा नयाँ बेन्चमार्क सेट गरिरहेको छ। नेपालमा इलेक्ट्रिक भेहिकलमा BYD ले भ्यालु फर मनी र फ्युचर प्रुफ सोलुसन दिइरहेको छ। That's all for today's video. If you enjoy it, make sure to drop a comment and let me know what you'd like to see next. As the interesting content हेर्नको लागि don't forget to subscribe. Thank you for watching. And do subscribe here.